परमेश्वरको नाममा सबैलाई जेमेसी तपाईहरूलाई क्रेब एन्ड कार्ब पोडकास्टमा स्वागत छ। अनि यो चाहिँ हाम्रो नयाँ पोडकास्ट हो अनि हामीहरूको एपिसोड 1। अनि यो चाहिँ धेरै फर्मल पोडकास्ट छैन, जस्ट क्याजुअल पोडकास्ट। वी विल बी टकिङ अबाउट द वर्ड अफ गड। अनि विशेष गरी परमेश्वरको वचन पढ्दै जाँदा आफ्नो डेली डिभोसन, आफ्नो पर्सनल फेलोसिप विथ द होली स्पिरिट अनि परमेश्वरको आत्माले देखाउनु भएको कुरा, सिकाउनु भएको कुरा चाहिँ तपाईँहरूको बिचमा चाहिँ सेयर गर्ने हो। अनि इफ यु गाइज हेभ एनी सजेसन्स रिगार्डिङ दिस पोडकास्ट or any messages that we share with each other, so please feel free to share your suggestions and we are open to any suggestions and advices. Thank you. अनि सुरु गर्नुभन्दा अगाडि तपाईँहरू कतिजनालाई चाहिँ मनमा लाग्यो होला यो क्रेब एन्ड कार्ब भनेको अर्थ के हो? वाट इज द मिनिङ अफ क्रेब एन्ड कार्ब? सो आई विल जस्ट गन गिभ यु अ भेरी स्मल इन्साइट अबाउट दिस नेम क्रेब एन्ड कार्ब। क्रेब भनेको के हो भन्दाखेरि चाहिँ इट्स अ हङ्गर, भोक होइन। अनि कार्ब भनेको कुनै पनि कुरालाई एकदमै सिपालु तरिकाले आकार दिनु। सो क्रेब भनेको भोक, कार्ब भनेको आकार दिनु। अनि हाम्रो पोडकास्टको मेन उद्देश्य के हो भन्दाखेरि हामी चाहिँ परमेश्वरको वचनको भोक र त्यो परमेश्वरको वचनले दिने हामीलाई एउटा स्पिरिचुअल फर्म, एउटा आकार हो। अनि त्यसैले यो पोडकास्टको नाम चाहिँ क्रेब एन्ड कार्ब राखेको हो। अनि ढिलो नगरेर चाहिँ आज तपाईँहरूको बिचमा चाहिँ एउटा सानो मिठो कुरा चाहिँ तपाईँहरूको बिचमा सेयर गर्न चाहन्छु। कतिजनालाई थाहा छ होला तर कतिजनालाई थाहा नहुन सक्छ होला। अनि यो चाहिँ उत्पत्तिको पुस्तक 6:6 यदि हामीले हेऱ्यौँ भने यहाँ यसरी लेखिएको छ, पृथ्वीमा मानिसलाई बनाउनु भएकोमा परमप्रभुले अफसोस गर्नुभयो र उहाँ मनमा साह्रै दुखित हुनुभयो। अनि यो शब्द चाहिँ यदि हामीले इङ्ग्लिसमा हेऱ्यौँ भने चाहिँ रिग्रेट भन्छ या परमेश्वर कन्सोल्ड हिमसेल्फ भन्छ होइन। यो शब्द चाहिँ हामीले यदि इङ्ग्लिस र नेपालीमा हेऱ्यौँ भने चाहिँ वी माइ नट अन्डरस्ट्यान्ड द फुल डेप्थ अफ द मिनिङ अफ दिस वर्ड होइन। अनि तर हामीले यो शब्दलाई चाहिँ बुझ्नको निम्ति या यो प्रसङ्गलाई बुझ्नको लागि चाहिँ हामीले हिब्रू शब्द हेर्नुपर्छ। हिब्रू शब्दमा चाहिँ यो अफसोस, रिग्रेट भन्ने शब्द चाहिँ नाखाम भन्ने शब्द प्रयोग गरेको छ। मलाई माफ गरिदिनुहोस्, मेरो प्रोनाउन्सिएसन करेक्ट नहुनसक्छ होला किनभने म बाइबल विद्वान त होइन, मैले हिब्रू ग्रिक पढेको छैन, मैले आफ्नो व्यक्तिगत अध्ययनमा सिकेको कुरा हो। त्यसैले मेरो प्रोनाउन्सिएसन अलिकति तलमाथि हुनसक्छ, तर मलाई माफ गरिदिनुहोस्। तपाईँहरूले आफैले गएर पनि अध्ययन गर्न सक्नुहुन्छ। यहाँ चाहिँ हिब्रू शब्द चाहिँ नाखाम भन्ने शब्द प्रयोग गरेको हो, जसलाई चाहिँ इङ्ग्लिसमा चाहिँ रिग्रेट या ग्रिप भनेर भन्छ भने चाहिँ नेपालीमा चाहिँ अफसोस या पछुतो भन्ने शब्द प्रयोग गरेको छ। तर वास्तविकतामा चाहिँ यो नाखाम भन्ने शब्द चाहिँ तपाईँको पछुतो या अफसोस या सान्त्वना भन्नुभन्दा पनि यसले के को अर्थ देखाउँछ भन्दाखेरि परमेश्वरले चाहिँ लामो सास फेर्नुभयो या इङ्ग्लिसमा डिप साई भनेर भन्छ, लाइक यस्तो। अनि यो एउटा एक्सप्रेसनको अर्थ चाहिँ के हो भन्दाखेरि कुनै पनि व्यक्तिले चाहिँ एकदमै गहिरो इमोसनल रूपमा चाहिँ त्यो इमोसनलाई चाहिँ एक्सपिरियन्स गरिराखेको अवस्थालाई देखाउँछ। जस्तै हामी कुनै कामबाट हामी फर्किन्छौँ, हामी थाकेको हुन्छौँ अनि हामी घर पुगेपछि धेरै थाकियो भन्छौँ, या कहिले कहिले हामीलाई एकदमै पिर हुँदाखेरि, चोट पर्दाखेरि हामी चाहिँ सहनै नसकिने भयो भन्छौँ। हो त्यस्तै यो नाखाम भन्ने शब्दले चाहिँ यो देखाउँछ कि परमेश्वरले लामो सास लिनुभयो या डिप साई लिनुभयो। यसले चाहिँ एउटा एक्सट्रिम इमोसनल एक्सपिरियन्सलाई चाहिँ देखाउन खोजेको हो। त्यसैले बाइबल ट्रान्सलेटरहरूले चाहिँ यसलाई चाहिँ कसैले रिग्रेट, कसैले पछुतो, कसैले चाहिँ कन्सोल भनेर देखाता पनि यसले चाहिँ एउटा एक्सट्रिम इमोसनल डिस्कम्फोर्टलाई देखाएको हो। एकदमै गहिरो भावनात्मक चाहिँ एकदमै गाह्रोपनलाई चाहिँ देखाउन खोजेको। त्यसैले जब मानिसहरूको पापहरू चाहिँ पृथ्वीमा बढ्दै जान्छ अनि परमेश्वरले हेर्नुहुन्छ, उहाँले चाहिँ लामो सास लिनुहुन्छ ताकि उहाँले चाहिँ एउटा भावनात्मक रूपमा चाहिँ एकदमै डिस्कम्फोर्ट, भेरी डिप इमोसनल डिस्कम्फोर्टलाई चाहिँ उहाँले देखाउन खोज्नु भएको हो। अनि यसको अझै गहिराइ तपाईँ जान्न चाहनुहुन्छ भने प्लिज तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ, लाइक एन्ड सेयर गर्न नबिर्सिनु होला। थ्याङ्क यू भेरी मच।